उद्घोषण भनेको चाहिँ मुख्य बोलीको माध्यमबाट गरिने कार्य हो। मिठो स्वर छ भने चाहिँ श्रोताहरूले सुन्न रुचाउँछन्। स्वरलाई अभ्यासद्वारा पनि राम्रो पार्न सकिन्छ है। कसैको अलि नराम्रो छ होइन, कसै कस्तो छ भने अभ्यास गरेर पनि राम्रो बनाउन सकिन्छ। र राम्रो भाषा शैली तथा साहित्य सम्बन्धी ज्ञान, अलिकति साहित्यिक जस्तो भाषाहरू मिलाएर होइन, हामीले घरमा बोलिने भन्दा अलिक अलग भाषाहरू हुन्छ नि, साहित्यिक भाषाहरू मिलाएर भाषा शैली झनै महत्त्वपूर्ण हुन्छ। क्षेत्रमा कुनै पनि कुरालाई श्रोता दर्शकले बुझ्ने शैलीमा चाहिँ प्रस्तुत गरियो भने त्यो बढी प्रभावकारी हुन्छ। अब हामी बोल्छौँ तर श्रोताहरूले चाहिँ बुझेकै छैन भने चाहिँ अलिकति इन्ट्रेस्ट दिँदैन। साहित्यिक शब्दहरूको प्रयोग गर्नाले चाहिँ कार्यक्रमलाई चाहिँ रोचक हुन्छ क्या। फेरि साहित्यिक शब्दहरू प्रस्तुत गर्दा प्रभावकारी प्रस्तुत कला उद्घोषणको चाहिँ मुख्य भाग हो। प्रस्तुतिमा बोली, भाषा शैली, हावभाव आदि सबै पर्दछन्।